अमेरिकन सेनाहरू झुन्डेर आउँदैन भनेर हामीले भनेको थियो र एमसीसी लागू भएर काम सुरु भइसकेको छ। ए मुला एमसीसी का हली हो यो कुरा तिमीहरूलाई राम्ररी थाहा छ कि यदि एमसीसी पास गर्ने बित्तिकै एमसीसी को नेपालमा चाहिँ काम सुरु हुने बित्तिकै अमेरिकी सेना नेपालमा आएर बस्यो भने एमसीसी पास गर्ने नेताहरूलाई त जनताहरूले त खोजी खोजी जिउँदै आगो लाउँछन् र अमेरिकी सेनालाई पनि नेपालमा दग्दी दिन्छन् भनेर त यो कुरा तिमीहरू एमसीसी पास गर्ने नेताहरूलाई पनि थाहा छ र अमेरिकी राजदूत नेपालमा बस्नलाई पनि राम्ररी यो कुरा थाहा छ। तर जनताहरूले यस्तो कुराहरू बुझ्दैनन्। अहिले त भर्खर जनताहरूलाई विभाजित गरिँदैछ। हेर्नुहोस् कसरी विभाजित गरिँदैछ भन्दाखेरि अलिक चर्चित मान्छेलाई चाहिँ यो पार्टी खोल त्यो पार्टी खोल भनेर जनताहरूलाई चाहिँ विभाजित गरिँदैछ। किनभने अहिले फ्याट्टै चाहिँ त्यो काम सुरु हुने बित्तिकै अमेरिकी सेना आएर बस्यो भने त जनताहरू त राष्ट्रियको झन्डा मुनि आउँछन् र विरोध गर्छन् र यी नेताहरूलाई मार्छन् भनेर चाहिँ अहिले काम सुरु भए पनि आएको छैनन्। भर्खर देश पश्चिमाको हातमा जाँदैछ जनता हो। यो चुनाव पछाडि आउँछन् बिस्तारो बिस्तारो गर्दै आउनु। त्यो प्लग जोड्ने बित्तिकै फ्याट्ट कुदेर बिजुली बले जस्तो आउने होइनन् क्या जनताहरू। अनि यता नेपालमा अमेरिकी सेना यदि आएर बस्यो भने अमेरिकी सेना र चाइनिज सेना लडाइँ पर्छन् अनि हामी वीर गोर्खालीको सन्तान हो भन्ने बङ्कर खन्ने भित्र छिर्ने बाहिर आउने स्थिति हुँदैन। के गर्नु।